यो त सुरुवात हो बाबु। यस्तो खाट छ नि, यो खाट सुनको हुन्छ। उनको खाट कतिखेर आयो कुरा? जितेपछि। अब तँसँग अहिले के छ, युवाहरू छन्। अब ती युवालाई सर्लक्क सोरेर दाइकोमा हालिदिनु पर्यो है बाबु। ल हेर त, पछाडि झन् राम्रो देखिया। अब यति ज्याकेट ल हेर, यसरी लायो भने त झन् राम्रो हुन्छ। कहिले देखा थिइस्? कहिले देखा थिइस् यति? अहिले हामी धेरै बोलेनौँ। सर्लक्क युवालाई ल्याएर सबिन दाइलाई सुम्पिदिनु पर्यो। त्यसपछि दाइले जितेपछि त सिद्धियो बाबु। भैँमा हिँड्ने होइन, मिल्छ भने टोयलेट पनि प्लेनमै हो। अहिले हामी गयो हजुरको जय होस् है। दुई शब्द बोल्न त पर्दैन है, ढिलो पनि भएको छ। मार साहबलाई मैले के भन्न लागेको भने, बल्छी बाबु अहिले नेपालमा लाख लाखको नोट बनेको भए यो 1000 र 500 को ठाउँमा लाखै लाख बिटै हुन्थ्यो। लाख लाखकै हुन्थे। अब पछि बिटो पनि आउँछ लाख लाखकै। अहिले लाग्यो यो बिप नै हो नि हैन मान्छे? बिपान मैले चिमटे नि चिमटे नि है। ती युवा चाहिँ दाइकोमा है। अरूको के भनौँ है? हजुरले अब के गर्नुपर्छ आफ्नै स्वविवेक प्रयोग यसो गरेँ हैन ठीक छ, भयो भयो भयो। ल यसो गरेँ है। ल दाइ सबै दाइ आजलाई है बाबु। ल ल अनि यो के आइलाग्यो? 1000 को नोटको ज्याकेट हुन त त्यो किन्ने पछि लाएर के भयो? यता बोइलर यतापट्टि खसी। खसी भने खसी नै हो। केटा विचार गरे। मार साहब मिल्यो भने त ठिक छ। मार साहब कुरा के भने, त्यो बल्छी अब हाम्रो चालमा पर्ला त? किन पनि पैसा हेर्नु त ज्यान भयो। 100% 100 मा 100 अझै 200% पर्यो। तपाईँ ढुक्क हुनु। त्यसले त्यति पैसा अहिलेसम्म देखाएको थिएन। मैले तान्दा भयो त। के भन्दैछ सै केटा हो? हामीले जे देख्यौँ त्यही भन्दैछौँ कृष्ण अङ्कल। तिमीहरूको आफ्नै आँखाले देखेको हो? आफ्नै आँखाले देखेको कृष्ण अङ्कल। त्यसो भए जाउँ, कुरो बिग्रिनुभन्दा अगाडि त्यसलाई भेटिहाल्नुपर्छ। हिँड। यस्ता लाज शरम घिन केही नभएकासँग कसो के लाग्छ?